किसन जल ढमाउँदै को जन्म डिस्टर्ब गर्ने सम्झिनु पैसा जान्छ सुरज जल ढमाउँदै गयो अन्त त को डिस्टर्ब के हो केटाहरू तिमीहरू सोझो केटाहरू भने मैले भाडामा दिएको त नि यति 7-7 बजीसम्म सुतिरहेका छन् लाज शरम छैन तिमीहरूलाई 4-4 महिना पैसा भाडा नतिरेको भाडा तिर्न पर्दैन तिमीहरूलाई चाहिँ गाउँको सोझा केटाहरू भने त्यसरी चाहिँ मैले ल्याएर राखेँ होइन तिमीहरूमा कोठा कहाँ दिन्छु त म यसरी चाहिँ ठिक हुँदैन केटा हो ल मलाई चाहिँ खुर्क छ नि जतिभन्दा छिटो मलाई भाडा दिनु पऱ्यो तिमीहरूले नत्र म राम्रो मान्दिनँ किन व्यर्थमा रिसाउनुहुन्छ घरबेटी बा केही दिन पर्खनुहोस् न तपाईँको भाडा त हामी तिरिहाल्छौँ नि केही दिन रे तिमीले केही दिन भनेको केही दिन भइसक्यो अब म केही दिन पनि पर्खन सक्दिनँ अबको केही दिनभित्र पनि तिमीहरूले मलाई कोठा भाडा दिएनौ भने केही दिनमै तिमीहरूले कोठा खाली गर्नुपर्छ बुझ्यौ म केही दिनपछि आउँछु हुन्छ घरबेटी बा ल तिमीहरूले भनेको एकपल्ट मैले माने अब पनि फेरि आउँदाखेरि चाहिँ पैसा भएन म राम्रो मान्दिनँ नि तिमीलाई भोक्रै ठ्याक लगाएर म निकालिदिन्छु केटा फेरि पछि चाहिँ घरबेटी बाहिर चाहिँ नराम्रो गरे हामीलाई भने तिमीहरूले भने म सुन्न नपरोस् ल अहिले म गएँ बिहान बिहानै घरबेटी बुढो पराउँदै थियो त के भएर त्यस्तो भन्छ के हुनु नि त्यही कोठा भाडाको कुरा त हो नि सधैँको किस बुढाको मुखमा हजार उनीहरूले गर्न पाए नि हुन्छ नि तर के गर्ने पैसा छैन र पो त नाति न त्यसो पनि बन्दोबस्त गरला नि यसमा चाहिँ तेरो अफिस जान्छ भनेको होइन आज ढिलो भएको छैन ओहो 11 पो भइसक्यो मलाई त अफिस जान ढिलो आउँछ म जान्छु होला अनि किशोर कहाँ गयो त खै पत्तातिर तामाङ जान्छ भन्छ गाडी पैसा कसले दियो त्यसलाई हिजोसम्म त कसैले भन्थ्यो खै म त छ भन्दै त पैसा कहाँ गयो मेरो जुत्ता ओ रमेश तँ मेरो जुत्ता देखिस् कतै कुन त्यही कालो जुत्ता अँ त्यही बाहिर जाकर राखेको जुत्ता त्यही यति अस्ति 800 हाल्यो किनेको जुत्ता त्यही जुत्ता देखिस् छैन देखाएको छैन के गर्छ यो किन आयो त मलाई ढुङ्गा ठिकाएर किन पर्छ ल भइगयो अनि त मेरो जुत्ता देखिस् कतै कुन त्यो बाहिर कालो जुत्ता त्यही कालो जुत्ता मैले अफिस जान लाउने क्या सर बिहान भन्नु तपाईँ कि म के बेच्थेँ नि तेरै जुत्ता बेचेर त केही सरकारले खाजा लिएर आएको छु के अरे तैँले मेरो जुत्ता बेचिस् के नरिसा मैले रमेशको घडी बेचेँ त्यो नयाँ प्यान्ट बेचेँ खै त्यसले मलाई अहिलेसम्म केही गरेको छैन के रे त मेरो घडी पनि बेचेँ अन्त अस्ति भएर किनेर ल्याएर नयाँ प्यान्ट पनि बेचेँ साले तैँले मेरो जुत्ता बेचिस् पस्तालाई ए नानै मलाई लाग्छ नानै हान सुरेश हान त्यसको टाउको फुट्ने कि हान ढुङ्गाले हान न हान सालेलाई अच्छा मारु बच्चाले तिम्रो अफिस आउने टाइम घरि हेरेछौ जहिले पनि ढिला जाइ खान मन छैन क्या सरी सर आउँदै म तिम्रो कुनै पनि कुरोसँग चाहन्न त्यो मेरो लास्ट वार्निङ हो अबदेखि ढिला आयो भने म तिमीलाई जागिरबाट निकाल्न बाध्य हुनेछु अब जाऊ ल आफ्नो काम गर्न थाल के
खानेकुरा के तू मगाएर रहेछ यहाँले त्यो मेरो गर्लफ्रेन्डको लभ लेटर लभ लेटर रे तर त्यो त खाली छ त आजकल उसको र मेरो बोलचाल छैन के हो आज त घरमै छ त म्युजिक क्लासलाई गर्ने थाहा छ छैन म्युजिक क्लास जानको लागि त पैसा तिर्नु पर्यो नि पैसा कुरो नगर न आफूलाई कस्तो टेन्सन भइरहेको छ ए साथै रमेश कहाँ गयो त देख्दिन त कहाँ जानु नि गयो होला नि उसकै रीतिलाई भेट्न जाने कस्तो भाडा कस्तो गाह्रो छ रमेश तिमी यहाँ यतिखेर बुवा देख्यो भने मार्नुहुन्छ तिमी चाहिँ एउटा कुरो गर्नु छ कि त्यही भएर कुरा छोरी छोरी बुवा आउनुभयो तिमीलाई देख्यो भने मार्नुहुन्छ बुवा आउनुभयो अब के गर्ने चालुको कहाँ गइछ छोरी जितु ए यहाँ रहेछन् कस्तो थपेर आएको एक ग्लास पानी ल्याउ न कति बेला आयो छोरी तिमी अघि भर्खर आएको भर्खरै आयो अनि खाना खायो त खाइसक्यो पढाइ कस्तो चलिरहेको छ आज तिम्रो राम्रो चल्दैछ अनि इक्जाम कहिले छ त तिम्रो अब आउनु लाग्यो आउनु लाग्यो अनि के गरेर बसिरहेको थियौ तिमी अहिले कुरा सभा गर्दै बसेको ठिकै छ मेरो त बजार जानुपर्ने काम छ अनि फेरि म बजार जान्छु अहिले राम्रोसँग घर पुगेर बसिरहेको है छोरी यहाँ सिरा किन राखायो यहाँनिर के होइन भयो तिरको धुलो लागेको छ अनि सुकाउनु लाउनु लागेको ए छोरी यो लुगामा अलिक बढी फोहोरै लागेर छ पहिले थुप्रै दिनुभयो नसुकाएको पनि अनि यसलाई चाहिँ यसरी चाहिँ बगेर चाहिँ सफा गरेर ल्याऊ है छोरी हस् बुवा ल म जान्छु छोरी अहिले बजार बल्ल जानु भयो बुवा धन्नै कुटेर मारेन तिमी यहाँ अहिले किन आएको नि किन हुनु नि तिमीलाई घुम्न जाउँ भनेर भन्न आएको तर तिम्रो बुवाले डिस्टर्ब गरेर कहाँ घुम्न जाने भने पनि अहिले बुवाले मलाई थाहा पाउनु भयो भने मार्नुहुन्छ मलाई अरू कुरा थाहा छैन तिमी भोलि ठिक 11 बजे गोकर्ण पार्कमा आइसक्नुपर्छ बुझ्यौ तिमीले तर रमेश बुवाले थाहा पाउनु भयो भने तिमी ठिक 11 बजे आइसक्नुपर्छ नि 11 बजे ठिक मलाई अरू कुरा थाहा छैन ठिक 11 बजे आइसक्ने नि ओए के गरेर बसिरहेको त यहाँ मैले तँलाई कहाँ मात्र खोजिनँ उठ यहाँ बसिरहेको छ त्यति यस्तो कोठामा एक्लै बस्न अल्छी लाग्यो त्यही भएर यहाँ रहेछ के काम पर्यो भन्नु त मलाई सुन्नु मलाई 500 रुपियाँ सपोर्ट दियो नि यार 400 रुपियाँ किन 300 रुपियाँ 200 रुपियाँ भए पुग्दैन ल नि 100 रुपियाँ 50 रुपियाँ चाहिँ फिर्ता लिएर आउने नजिक यार कस्तो मान्छेलाई यहाँ टेन्सन भइरहेको छ खालि जिसिरहन्छ के को टेन्सन भयो नि तँलाई
आज मैले ऋतुलाई डेटिङ बोलाएको छु कि आफूसँग पैसा थिएन त्यही भएर तसँग आएको त तब जेरहेनमा चाहिँ यस्तो होला नि दिएन ए ल ल ल किन अहिले मैले पैसा ल्याएको छैन पैसा घरमै छ किन घरै गरिदिन्छु त्यहाँ अस्तिको 100 रुपियाँ पनि तैँले फिर्ता ल्याएको छैन पैसा त चाँडो दिनु दिउँ न दिउँ बानी एकदम नराम्रो अनि किन ढिला गरेको नि म तिमीलाई 1 घन्टादेखि कुरेर बसिरहेको छु मैले ढिला गर्नु कहाँ खोजेको हो र बुवा घरमै हुनुहुन्थ्यो बल्ल बल्ल साथीकोमा पढाइ गर्नु छ भनेर आएँ मैले तिमीलाई भेट्न भने बुवालाई झुटो गरेर आएँ तर तिमी चाहिँ भने नरिसाउ न तिमी पनि रिसाए म कस्तो बोल्नु कस्तो हाँस्नु प्लिज एकचोटि त हाँस्छु न जाओ टाढ़ा टाढ़ा हे न जाओ टाढ़ा टाढ़ा आओ बसा आँखैमा जुनी जुनी खेली रहू मेरो काखैमा चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै ढुक भो मलाई सजाएर राखो हामी हाम्रो मायालाई चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै आयो मनमा मेरो मायाको बाढी आयो छायो छायो तनमा मेरो प्रीतिको नशा छायो अब फुल्छ माया हाम्रो लाली गुराँस फुल झैं तिमी गुन्जिदेऊ मनमा सरगमको नौलो धुन भई हँसी हँसी तिमी आऊ पूर्णिमाको जुन झैं चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै सुरेश त सुतेर उठ्दा एक्कासी लखपति भइस भने के गर्छ सर नगरा न यस्तो वाहियात कुराहरू छ भन् के गर्छिस् म त एउटा शानदार बङ्गला किन्थेँ अनि आफ्नो जिन्दगी आरामसँग बिताउँथेँ कमसेकम यो घरबेटी बुढाको कस त बिहान बिहान सुन्नु पर्दैन थियो तपाईँ के गर्थ्यो नि म त अमेरिका जान्थेँ यार आहा त्यो न्युयोर्क सहर ठुला ठुला बिल्डिङ जताततै झिलिमिली चिल्ला चिल्ला गाडीहरू आहा सम्झिँदैन अहिले जाउँ जाउँ लाग्छ अनि तँ चाहिँ के गर्थेस् नि म त त्यति बेलासम्म सुतिरहन्थेँ
जबसम्म म करोडपति हुन्न थिएँ यार। छोड दे यार यो सपना कुराहरू। तिमीहरू पनि काम छैन, खालि वयात कुरा गरेर छ बसेछ। ओए जा त बरु मलाई भोक लाग्छ खाना बना। ओइ सुरेश, तँ गएर खाना पकाएको छ। यसले कस्तो मिठो बनाउँछ। यसले त साह्रै मिठो बनाउँछ नि। हिजो बेलुकाको माम्री लाए भात र खाइ नसक्नु नुन हाले तरकारी पनि यसैले पकायो होइन? हो त्यही त, तिमीहरूले नै मिठो बनाउँछौ नि। गएर बना नि त, जाऊ आफै। आफूलाई कस्तो अल्छी लागिरहेको छ। भातहरू काम चोरहरू एउटा काम आउँदा नि गरम माम्री है तिमीहरूलाई। खोज माफी गर्नुहुन्छ। तँलाई खानामा त्यस्तो अल्छी लाग्छ भने बेगर रितुलाई किन ल्याउँदैनस् त? के गर्नु सुरेश, मैले रितुलाई बिहानै नआउने भनेको त होइन नि। आफ्नो आर्थिक स्थितिले गर्दाखेरि मैले तत्काल उसलाई बिहा पनि गर्न सक्दिनँ नि त। त्यसमाथि पनि अहिले मलाई के भइरहेको यार। 2 साल कसरी खाउँ भन्ने बेलामा उसलाई बिहा गरेर मैले कसरी पार्न सक्छु र? त्यसमाथि पनि म जस्तो अल्झारेर उसको बुवाले के दिनुहुन्छ यार? तैँले घरबेटीको छोरी रितुलाई बिहा गरिस् भने त हामीलाई पनि फाइदै हुन्छ नि। अनि मैले रितुलाई बिहा गरेर तिमीहरूलाई चाहिँ कसरी फाइदा हुने नि? किन हुनु नि? तैँले बुढाकी छोरीसँग बिहे गरिस् भने त बुढाको ज्वाइँ हुन्छस्, हामी ज्वाइँको साथी। अनि ज्वाइँको साथीसँग पनि कसैले भाडा माग्छन् त? के गर्छ सुरेश? हो त नि। यो त यहाँ पो बसिरहेको रहेछ। मैले पुरै घरभरि खोजेँ, काहीँ पनि नभेटेर कोठामा टुपुल पनि नलाइकन आएको रहेछ। के गरेर बसिरहेको? फुटबल खेलेर बसिरह। नजिस किन? देखिनस् म्युजिक कम्पोज गरेर आफ्नै भोलि सिङ्गिङ स्टारको अडिसन छ, त्यसैले त्यसको लागि तयारी गरिरहेको नि। डिस्टर्ब नगर यार मलाई। मैले तँलाई कहाँ डिस्टर्ब गर्नु खोजेको र? मैले झन् तँलाई राम्रोसँग प्र्याक्टिस गरेर भन्दा पो भन्नु खोजेको त। आफ्नो त सानैदेखिको सपना गायक बन्ने हो यार। त्यही गायक बन्नु भनेर नै यो सहरमा पाइला टेकेको हो। तर जे होस् हेर सुरेश, म एक दिन यो देशकै टप गायक बनेर देखाउँछु बुझिस्। बच्चादेखि बुढाको मुखमा पनि मेरै गीत गुन्जने छ, मलाई सबैले चिन्ने छ। भोलि मेरो गायक बन्नको लागि अडिसन हुँदैछ। हेर यो अडिसनमा म सेलेक्ट हुन पाएँ भने मेरो सपना पनि पुरा हुन्थ्यो यार। खै के हुन्छ हेर। ल ल हुन्छ हस्, तँमा एउटा राम्रो गायक बन्ने खुबी पनि छ र मलाई लाग्छ त भोलि राम्रोसँग गाएर अडिसनमा सेलेक्ट पनि हुन्छस्। बरु एउटा यसो गीत गाएर सुना न, तैँले कतिको तयारी गरेर रहेछस्, हामी पनि सुनौ। सुन्छस् त? सुना नि त सुना। ल सुन। छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभए। ल तल पछि सुनौ ल, म घर ढोका खुल्लै छ भने होइन जाउँ इन। ल ल जाउँ। सुन न, पहिला त्यहाँ जाउँ त्यसपछि त्यहाँ जाउँ है। पहिला त्यहाँ चाहिँ जाउँ अनि चाहिँ त्यहाँ जाउँ न। याद गर्नु नगर्न, पहिले त्यहाँ चाहिँ जानुपर्छ के? पहिले त्यहाँ जानुपर्छ अहिले। त्यहाँ जाउँ। जाउँ न केटा। केटाहरू कता कति मैले यता यता को हो? ए घरेलु आएको? अनि कता हिँडे केटा? भाडा दिनु पर्दैन तिमीहरूले मेरो? कहिले भाडा अनि? भाडा? कुन भाडा? कस्तो भाडा? थाल कि कचौरा कि गिलास कि डेक्ची भन्नुभयो होला। कहाँ डेक्ची हुनु, करा भन्नुभएको होला है घरबेटी बा। चुलाका स्वाठहरू, मैले के डेक्ची कराईको कुरो गरेँ र? मैले यस्तोको कुरो गरेँ नि, बुझ्यौ तिमीहरूले? ए त्यस्तो भाडाको कुरा पो गर्नुभएको? तर मलाई अहिले हतार छैन, भर्यो भने मिलाएर दिनुहोस् न। मैले के को भाडा तिर्ने तिमीहरूलाई नागा हो? फेरि उल्टो मैसँग भाडा माग्छ तिमीहरू? के को भाडा? तिमीहरूले मलाई तिर्ने भाडा भने मैले कोठा भाडा 4 महिनाको भाडा भने क्या, त्यही 4 महिनाको। ठिकै छ नि घरेलु बा, हामी तपाईँकै भाडा तिर्नको लागि त पैसा लिन जान लाग्यो नि। ए साँच्चै हामीले तपाईँलाई कति दिनु छ अरे? त्यही 4 महिनाको 4000 त हो नि, धेरै त कहाँ छ र? हामीले त्योसँग 6000 लिनु छ। साँच्ची हामीले तपाईँलाई 6000 दिएपछि अनि कति बच्छ त? ए भनेपछि तिमीहरूले मलाई 6000 दिन्छौ भनेपछि 4000 मैले लिनु छ।
2000 रुपियाँ तिमीहरूले पाउँछौ। त्यस भए ल्याउनुहोस् न त 2000। अहिले त 2000 त रहेनछ मसँग, 1000 मात्रै रहेछ। 1000 चाहिँ पछि लुगा नि हुँदैन र? ठिकै छ नि त घरपेट भए बाँकी पैसा चाहिँ भोलिसम्म चाहिन्छ नि फेरि। तिनीहरू मलाई 6000। ओहो दिएकै छैनन्। उल्टो चाहिँ नि पो 1000 लिएर गयो मेरो। फेरि उल्लु बनाएको छ नि स्वार्थले आज पनि मलाई। यो केटाहरू त मेरो पसलमा उतार खाने मान्छे जस्तो छ। ए पो भाइ, ए केटाहरू फरक कस्तो मान्छे रहेछ यिनीहरू त है। के भन्नुभएको साउजे? के हो केटाहरू यो अब खाने बेलामा चाहिँ खाने, अब अहिले हिँड्ने बेलामा चाहिँ अब नदेखि जस्तो गरी हिँड्ने। के हो यो पारा? अब खातामा 800 रुपियाँ भइसक्यो, अब हिसाब गर्नु छैन के छैन। के हो यो पारा? कहाँ नदेखे जसरी हिँड्नु? हाम्रो पनि त्यहाँ एकजनासँग पैसा लिनु छ, त्यही भएर 3 जना आँटेको। ए साँच्ची कति तिर्नु छ तपाईँको? ल 800 रुपियाँ छ। हामीले त्योसँग 2000 लिनु छ। हामीले 2000 तपाईँलाई दिएपछि तपाईँले हामीलाई कति फिर्ता दिनुपर्छ? 1200 रुपियाँ। ल्याउनुहोस् न त त्यो 1200 रुपियाँ। मसँग अहिले 200 रुपियाँ मात्र छ। 1000 रुपियाँ पछि यसो भोलितिर दिउँला नि त है। ल 200 रुपियाँ पैसा। ल बाँकी पैसा चाहिँ हामीलाई भरे भोलि चाहिन्छ नि। ए ल जसरी दिइहाल्छ नि, किन नदिनु। केटाहरूले त मेरो पैसा पो ठगेर गएछ त। मलाई 2000 रुपियाँ त दिएकै छैन त यो केटाहरूले त। ओहो कस्तो केटाहरू रहेछ। पख्न भेटोस् मात्र यो केटाहरूले मैले जानेको छ। ओ केटा यो के हो? यो कुहिरेको च्यान हो। यहाँ त यार रात तर्साउँछ होला है। तर्साउँछ त तर्साउँछ, तर मलाई त डरै लाग्दैन। किन नि? किन हुनु नि? यो कुहिरेको च्यान हो कि, तर्साए पनि अङ्ग्रेजीमा तर्साउँछ। आफूले त खासै अङ्ग्रेजी बुझ्दैन, त्यही भएर त हो नि। ओए के हो? कतिजना आर्टिस्ट आज मेरो गीतको अडिसन छ। अडिसन रे? ल बेस्ट अफ लक। थ्याङ्क्स यार। गए ल छिटो आइदिए नि। यो भयो सामलाई। ल छिटो भयो छिटो। ढिलो भइसक्यो म गाइदिनु। भिडिहाल्छु नि हालै त भिड्दैन। कस्तो मोबाइल बनाएर राखेको जस्तो लाग्यो कमरामा। ल हेर पनि भयो। त्यो माउस छैन? लगाइसक्यो मैले हिजै। हो साला 2 महिना एकचोटि नआउँछ, अझ बढी गराउँछ। ल 70 रुपियाँ ल्याएर भग्न बस साला। जताततै बुढाले लुगा कता सुकाउने हो लुगा? खोइ कता सुकाउनु हो? ओए हेर्दा बुढा त्यहाँ रहेछन्, यतै सुकाउ। अहिले मार्छन् बुढाले। बुढा तन्ना कहिले त्यो यति सक्ने चाहिँ भए हेर्नु चाहिँ पार्दैन। छोड यति सुकाउन ठिकिहाल्छ। एकछिन बुढाले त्यसो हुन्छ। घरबेट भए के हो? के हेर्नुभएको? केटाहरू पो आएर छन् कि भाडा दिन तिमीहरू? भाडा दिउँला नि घरबेटी भए। कस्तो हात तिमी भए? पस्नु न, के समय त पस्नु न, हामी तपाईँको भाडा दिइहाल्छौँ नि।
बरु तपाईँले के हेर्नु भएको थियो खै हामीलाई पनि देखाउनु न देखाउन दिनु न मान्छे यस्तो हेरौँ तिमीहरूलाई ठुलो मान्छेले जेसुकै पत्रिका तिमीहरूलाई के मतलब त नि तिमीहरूसँग मैले भाडाको कुरो गरेँ भाडा तिर्नु पऱ्यो तिमीहरूले अरू कुरो मलाई थाहा छैन डाँका हो लाज शरम छैन माथि माथि जहाँ चाहिँ बसेर चाहिँ त्यहाँ आएर जिस्काउन आएका छ काम छैन तिमीहरूको खुर्को जा तल तिमीहरू तपाईँले दिएको समय त बाँकी नै छैन घरबेटी भए पढ्नु न नाप्दिनु न तिरिहाल्छौँ नि हामी यो बुढासँग कति किस गरेर भन्नु काम छैन डाँकाहरूको डिस्टर्ब गर्न आउँछन् के लाग्यो डाँगा तिमीहरू कति रिसाउनु भएको घरबेटी भए घरबेटी भए आज त हामीले भाडा लाग्छौँ नि भाडा ए भाडा ल्याएको ल बस बसेर कुरा गर्नु न बस भइहाल्छ नि घरबेटी भए ए घरबेटी भए चिया पो खान लाग्नु भएको के छ आज त तिमीले भाडा छाडेन बोकेर आएछौ चिया खान्छौ त खान्छौ भने मगाउँछु क्यार त के हो बुढा त पैसा लिएको कि चिया खाएको भन्छन् त त्यही त भइहाल्छ नि घरबेटी भए मगाउनु न त अस्मिता दाइलाई 2 कप चिया ल्याऊ नानी अनि बा एक्लै अनि रितु खै त बुवा किन चाहियो नि तिमीहरूलाई होइन सोधेको मात्रै अहिले कलेज गएको छिन् यो चिया पनि आएछ ल्याऊ ठिकै छ नि त अब नानी हो भाडा ल्याएको भने आएर भाडाको नि कुरो गरौँ न त कति ल्याछौ भाडा दिउ नि त सुरेश दिउ ल घरबेटी भए है 4 महिनाको पुरै छ तिमीलाई डाँगा 4 महिना भाडा 4 चाहिँ मात्रै ल्याउने 4,000 रुपियाँ चाहिने उ गर्नु छ के हो चाल तिमीहरूको यो अहिले यति राखिदिनुहोस् न घरबेटी भए बाँकी हामी जोडजाम गर्दैछौँ दिइहाल्छौँ नि तपाईँलाई त्यही त नि के गर्नु अब यति पैसा पनि राख्नै पर्यो नि बाँकी त चाँडै दिनु नि ल हुन्छ घरबेटी भए अहिले हामी लाग्छौँ है हस् त नमस्कार नमस्कार ल नमस्कार घरबेटी बा ए घरबेटी बा किन के भयो पानी किन बन्द गर्नुभएको मैले नुहाइसकेको कि छैन ए पानी चाहियो तिमीहरूलाई बल्ल चाहिँ केटाएर ठिक भयो नि 4 महिना पछि भाडा नतिरे तिमीहरू पानी चाहिँ दिनदिनै चाहिन्छ तिमीहरूलाई ओहो दिनदिनै नआउनु पर्ने ल पानी चाहिने म दिन सक्दिनँ अब तिमीहरूलाई फुरुक्क मेरो 4 महिना भाडा तिर्ने अनि त्यसपछि पाउँछौ पानी होइन भने म अब पानी छैन बन्द धारा त्यतिकै पानी झर्छ ल सक्दिनँ म पाउँदैन तिमीहरूले घरबेटी बा सुन्नुहोस् त एकैछिन त पानी खोलिदिनुहोस् मेरो जिउभरि साबुन छ क्या तेरो चाहिँ जिउमा चाहिँ गाडो हो भनेर मैले पानी जति खोल्न पर्छ मैले पहिला 4 महिनाको भाडा खुर्को तिर अनि त्यसपछि धारामा पानी आउँछ ल होइन भने तिम्रो चाहिँ जिउमा चाहिँ गाडो भन्थ्यो कि तिम्रो टावेलले पुछै जाऊ मलाई किन भन्छौ तिमी पर्दैन मलाई भन्छ पैसा ल्याऊ अनि त्यसपछि पानी आउँछ होइन भने पानी आउँदैन साला बात कि बुढो नुहाउनलाई पानी पनि दिएन तैँले पानी दिइनस् ठिकै छ तँलाई भाडा पनि दिउँला नि म आफूलाई यहाँ अफिस जानु ढिला भइसक्यो बुढाले गर्दा आज अफिस जानु पनि ढिला हुने मलाई कता तिमीलाई मैले पहिले भनेको होइन आनेदेखि ढिला आयो भने राम्रो हुने छैन भने तर तिमी त्यही कुरा दोहोऱ्याइरहेछौ घडी हेरेछौ कति बज्यो सरी सर आज
मलाई कुनै सबै चाहिँदैन। जाऊ, निस्किहाल तिमी मेरो अफिसबाट। तर सर गेट आउट, गइहाल तिमी अफिसबाट। कसको फोन आयो? हेलो हेलो, तिमी कहाँ छौ? म त अहिले बाहिर छु। तिमी छिटै यहाँ आउँछ, बुवा बाहिर जानु भएको छ। तिमीसँग एउटा जरुरी कुरा छ। किन र? पहिला तिमी छिटो आऊ न, अहिले भन्नु होला। ए ल ल, म छिटो आइहालेँ है त। रितु, तिमीले मलाई किन फोन गरेर बोलाएको? के खास कुरा थियो कि? खास कुरा भएर त बोलाएको नि, आफूले के टेन्सन लिनु त? किन, के कुरा हो? के भयो र? मलाई भन न त। तिमीलाई पो मेरो बारेमा केही मतलब छैन र? यहाँ मेरो बुवाले मेरो बिहेको कुरा उतारिराख्नु भएको छ। तिमी भने ढुक्कै बसिरहेको छौ। तिमीलाई मेरो माया लाग्छ कि क्या हो? त्यस्तो नभन न, मलाई तिम्रो बाहेक अरू कसको माया लाग्छ र? त्यस्तो भए हामी भागेर कतै टाढो गएर बस्नु न त। तिमीलाई भगाएर अहिले मैले कहाँ लगेर राख्नु नि? अहिले फेरि मेरो राम्रो जागिर पनि त छैन, आर्थिक स्थिति पनि अहिले त्यस्तै छ, तिमीलाई थाहा नै छ। बरु अरू कुनै उपाय सोच न नि, भन्न र? नभगाउने भए तिमी मेरो बुवासँग कुरा गर्न आऊ न त। तिम्रो बुवासँग त कुरा गर्न आउनुहुन्थ्यो नि, तर के गर्नु, तिम्रो बुवाको नजरमा म एउटा अल्लाहले बेकामे केटा हुँ। त्यसैले उहाँले मलाई के छोरी दिनुहुन्थ्यो र? हेर रमेश, जे गर्नु छ चाँडै गर, नत्र बुवाले मेरो बिहेहरू कसैसँग गरिदिनुहुन्छ। ओइ, अनि तेरो मेडिकल अडिसन कस्तो भयो नि? कस्तो हुनु यार, आफ्नो कत्रो सपना थियो गायक बन्ने, सब सपना चुर भयो यार। किन अडिसनमा सेलेक्ट भइरहेछ? खै आफूले त राम्रो गाएको जस्तो लाग्थ्यो, होइन यार। छोड्दै, अब अरूचोटि होला नि त, टेन्सन नलिनु। अनि खै त सुरेश त्यही दिन त अफिसबाट आएको छैन? बेला त भइसक्यो, आउँदै होला नि। ए 10 गते सुरेश पनि त आइपुगिहाल्यो नि। अनि तर चाहिँ के भयो नि, निराश त्यही त। साला हाकिमले जागिर पनि निकालिदियो यार, त्यो पनि ढिला गएको नि उहाँ। यो सब चाहिँ घरबाटी बुढाले गर्दा। यो पातै बुढो यस्तै हो ल बुढाले धेरै गाडी नर्ने यार, त्यो पनि मेरो हुनेवाला ससुरा हो कि। तर बुढाले छोरीको दिने हो कि नदिने हो? छोरीको अन्त्य देवानी कुरो गरिरहेको थियो, क्या बोर भइरहेको छ। केटा हो, आफूलाई त जिन्दगीदेखि नै भइरहेकै लागेर आउनु थालिसक्यो यार। त्यही त केटा हो, जिन्दगीमा खै केही न केही राम्रो काम गरेर नाम कमाउँ भनेको, तर खै केही पनि गर्न सकेला जस्तो छैन। त्यही त, के हाम्रो जिन्दगी पनि अब यसरी नै बित्ला त? आफ्नो त जिन्दगीको सबैभन्दा ठुलो सपना नै गायक बन्ने थियो यार। न नै अडिसनमा पास भयो, न नै गायक बन्न सकिने भयो। आफ्नो सबै सपना अधुरै रहने भयो यार। मेरो पनि त्यस्तै हो यार, अलिअलि पैसा कमाउने बाटो त्यही एउटा जागिर थियो, त्यही पनि साला हाकिमले जागिरबाटै निकालिदियो। अब भने जस्तो जागिर पनि पाइँदैन, अब के खाने के लाउने? केही न केही उपाय त लाग्ला नि केटा हो। आफू पनि त गाउँबाट कत्रो सपना लिएर आएँ, राम्रो जागिर पाउला भनेर आएँ, न त जागिरै राम्रो पाइ नसकियो, न त आफ्नो सपना नै पुरा गर्न सकियो। यस्तै हो केटा हो, हाम्रो भाग्यमा पनि त कुनै न कुनै दिन त राम्रो लेखेको होला नि।
सधैँ दुःख मात्रै त हुँदैन होला नि। अहिले आएर यतातिर पनि आफ्नो बनाउन सकेको छैन। छोडिदिए केटा हो यी सब कुरा। जाउँ केटा हो अब जाउँ। केटा कस्तो गरिन्छ एकछिन बस न है बस न बस। कस्तो चलाएको बाइक पनि मर्ने भयो बुढो। ओहो केटा पालो त धेरै चोट लाग्यो जस्तो। जति किशोर गएर पानी लिएर चाहिँ हामी तपाईँले के हुनु दिनु भयो हामी तपाईँले के हुनु दिनु हामी तपाईँलाई केही हुन दिनु। रमेश बाला हस्पिटल लिएर जाउँ। उठा त बालाई। बाला हस्पिटल लिएर जाउँ। पर्दैन भाइ हो अब धेरै ढिला भइसक्यो। म त सायद बाँच्दिनँ होला। त्यसो नभन्नुहोस् बुवा, हामी तपाईँलाई केही पनि हुन दिँदैनौँ। हामी तपाईँलाई हस्पिटल लान्छौँ, बचाउँछौँ। हजुर नआत्तिनुहोस् बुवा, नआत्तिनुहोस् न, हामी हजुरलाई हस्पिटल लान्छौँ। पर्दैन भाइ हो म एकदमै शिथिल भइसकेको छु। बरु म एउटा कुरा भन्छु, ध्यान दिएर सुन। कस्तो कुरा बुवा? तिमीहरूले मेरो ज्यान बचाउनु खोज्यौ। तिमीहरू सोझा केटाहरू रहेछौ। मेरो पनि यस संसारमा आफ्नो भन्नु कोही छैन। त्यसैले मैले आफूले जिन्दगीभर कमाएको पैसा नवबुद्धको गुम्बा पछाडि डाँडाको चौरमा गाडेर राखेको छु। त्यो पैसाले तिमीहरू आफ्नो जिन्दगीमा केही राम्रो काम गर र त्यो पैसाले तिमीहरूको जिन्दगी आरामले कट्छ। मैले त्यो चौरमा पान आकारको बुवा भन्नुहोस् न, पान आकारको? कस्तो पान आकारको? पान
बुढो त मर्यो तर कसले भनेको कुरा खै मलाई त बुढाले भनेको कुरो विश्वासै लाग्दैन खै कसैले पैसा पनि गाडेर राख्छ त होइन केटा हो मरे बेला नै कसैले झुटो बोल्छ यार बुढोले भनेको कुरा साँच्चै पनि हुन्छ नि बुढो एकचोटि गएर पो हेर्ने हो कि हो यार एकचोटि गएर हेरौँ जाउँ त त्यसो भए किन ढिलो गर्नु त ल जाउँ केटा हो पैसा त मिलोस् न म त सबभन्दा पहिला त घरबेटी बुढाको मुखमा यसरी फाल्थेँ कि पैसा यसरी फाल्थेँ कि तिमीहरूलाई के थाहा त्यही त बुढो पनि अति गर्छ यार पैसा माग्ने पनि एउटा हद हुन्छ नि जहाँ भेट्यो त्यही पैसा माग्छ मलाई त अति रिस उठ्न आउँछ भने होइन नि यार कति नि बुढोको पैसा खाइरहले जस्तो के दिइहाल्छौँ नि पख्न त्यसको पैसा त आओस् न अनि जाने किन र किन छ तिमीहरूलाई ओइ व्रत बोल्छस् गुरुलाई जे पाते भन्छस् ओ चिने चाहिँ साम गुरुलाई तिमीहरूसँग हाम्रो के को दुश्मनी छ अरूबाट छोएको खोज ओइ हाम्रो एरियामा आएर आज डन भन्छस् चक्रे हुँ म चक्रे यो एरियाको डन हो 2 वर्षमा 6 जनाको हत्या गरिसकेँ 4-4वटा ब्याङ्क लुटिसकेँ तैपनि मलाई कसैले पनि चिन्न सकेको छैन बुझिस् म को हुँ किन नचिन्नु तपाईँलाई तपाईँको नाम चक्रे हो तपाईँ यो एरियाको डन हो 2 वर्षमा 6 जनाको हत्या गरिसक्नुभयो 4-4वटा बैंक लुटिसक्नुभयो तैपनि तपाईँलाई कसैले चिन्न सकेको छैन कसरी थाहा भयो यिनीहरूलाई मेरो बारेमा है तिमीहरूले भनिस् क्या मेरो बारेमा कामले भन्नु तपाईँ फेरि हामीलाई शङ्का गर्दै हुनुहुन्छ कहाँ डिस्कस गरिला गुरु उनीहरू त भागिसके छिटो हो लाग्छ तिनीहरू त गइसके जस्तो छन् कसरी जस्छन् छोड मलाई छोड मलाई म आजलाई म बाँकिरहेको थिइनँ भरिदिउँ
जाउँ केटा साला कहाँ रहेछन् केटाहरू दिउँसै टाँगेला छन् बेलुका त आउला नि केटाहरू मैले जाने त्यसपछि भाडा नि देखाएन मेरो 4 महिना भइसक्यो आज त्यो चक्रेको ग्याङलाई मैले यसरी कुटिने केटा हो तिमीहरूले के थाहा पाएर तिमीहरू आउनुभन्दा अगाडि मैले भक्कु चुटिने सालेको ग्याङहरूलाई त यार त्यही त हामी एकछिन ढिलो पुगे भए चक्रे ग्याङले तेरो के हालत बनाउँथ्यो त्यो त हामीलाई नि थाहा थियो नि कि कसो सुरेश त्यही त कसले कसको रामधुला गरेको छ त्यो त हामीलाई पनि थाहा थियो नि चुप लगा बढी गर्नु पर्छ केटाहरू पनि हिँड्नु चुप ल ए भाइ सुन त एकचोटि किन दाइ भाइ यता नजिकै एउटा गुम्बा छ अरे त्यो गुम्बा जाने बाटो कताबाट हो थामी डाँडा पछाडि थापा गाउँ पारी खसी खेल त्यसो भए कता त थाहा छैन साला हाम्रो टाइममा त वेस्ट गर्दैछ किशोर के उतालाई कसरी लडिस् तैँले यो खम्बा देखिस् देखेँ तर मैले देखिनँ नि त होइन तिमीहरू के अमल गरेर छिटो आऊ न कति बाटो बाँकी छ हो आफूलाई कस्तो थका लाग्छ न आत्ति न अब त आफै आँटिहाल्यो नि ती माथि डाँडा पारी त हो नि पैसा इन्भेस्ट गरौँला नि तिमीहरू धेरै अलमल नगर त छिटो जाउँ होइन ल जाउँ आहा बुढाले चाहिँ कति पैसा राख्यो होला है नकरा त्यो त गएर हेरेर पो थाहा हुन्छ त के हो सुन्न के हो बुढाले भनेको मात्रै होइन त्यही रातो गुम्बा त हो नि अब हो के हो यार केटा अब पैसा पाउनु भयो हेलो के को हेलो कहाँ हो तिमी म किन र किन हुनु नि आफूलाई यहाँ कस्तो टेन्सन भइरहेछ ऊ चाहिँ कहाँ गइरहेको
यहाँ घरमा बुवाले मेरो बिहेको कुरा गर्न मान्छे बोलाउनु लाग्नु भएको छ। अनि के गर्ने नि, तिमी साह्रै आऊ न। प्लिज रेतु तिमी बुझ न, मैले राम्रो पैसा आउने कामको लागि अलिक व्यस्त छु कि, त्यही भएर त हो नि। त्यो पैसा आएपछि त म तिम्रो घरमा तिम्रो हातमा आइहाल्छु नि। त्यही त, तिमीले पनि घरमा राम्रोसँग कुरा गर्दै गर, मिलाउँदै गर होइन। म यो पैसा आउन साथ तिम्रो घरमा तिम्रो हातमा त आइहाल्छु नि। त्यसको लागि 2-4 दिन तिमीले वेट गर न है ऋतु, प्लिज। ल ल, जे गर्दैछ साह्रै गर, नभए सबैको लागि गुड बाई। केटा पखाउनु एकछिन केटा बुढाले भनेको गुम्बा पछाडिको साइड त यही होइन र, यतै होइन र? हो यार, यही हो। यही त हो है। हो यही ल, जाउँ। केटा हो, बुढाले गुम्बा पछाडिको चौरमा पानाकारको भन्थ्यो। त्यही त गुम्बा त्यो चौर डाँडा यही हो होइन, ठुलो चौर भन्थे। त्यसमा पानको पात आकारको भन्थ्यो। के छ त खोज म छैन। यता खोज्ने, यता कता पछाडि कता हो यार, बुढाले भने भेट्दैन। होइन भने कता हो, कता पानको पात भन्थ्यो। कता हो न, चिन्न छ कुनै, चिन्न छ भन्थ्यो होइन है। भेट्यो छैन, खोज भेट्यो भए त भनिहाल्छ नि। पान है, पान आकारको। अरे कहाँ गयो होला, यता जाने। झर्ला से त्यहाँ I love you. I love you. के रे के हुनु नि, कुन चाहिँ काम नभए आई लभ यु लेखेर त्यस्तो डाँडामा नि हेर आई लभ यु रे। कस्तो मान्छे, कस्तो खालको मान्छे हुँदो रहेछ। ए सुरेश, यहाँ त के भयो, हिँड्न पक्न। के भयो केटा हो, तिमीले केही भेट्यो क्या? केटा हो, बुढाले भन्ने ठाउँ पनि यही नै हो।
एउटा चौरमा पान आकारको वन थियो, हेर्दा पनि पान आकारको साइन छ, ए होइन भने हो केटा हो? के हो जस्तो हेर्दा पान आकारको छ नि यो। मैले त्यही भएर त तिमीलाई देखाएको छु। एकचोटि हेरौँ न केटा हो यहाँ। केटा हो बुढाले भनेको ठाउँ पक्कै पनि यही हुनुपर्छ। हामीले यत्रो चौर सबै खोजिसक्यो, खोइ अहिलेसम्म हामीले पानाकारको केही भेटेको छैन। त्यही त पानाकारको अन्त कहीँ छैन, पक्कै पनि यही हो। त्यसो भए खनाउ नि त। ल खन्नी कसरी खन्नी? केले खन्नी? हातले नगरेर खन्नी? कुटो चाहिँदैन? त्यसो भए ल्याउनु मार्ले पर्यो। ल म त जान्छु नि त। ल हामीले यहाँ बस्दै गरौँ न। छिटो आइज भनेर खान्छ त्यसलाई। ए छिटो आइज है। आज पैसा चाहिँ नेक्स्ट टाइम चाहिँ निस्किँदैन गरिबस्नु हुन्छ कि तर बुढोले भने साथ दियो भने यार, बुढोले भने हो रहेछ भने त हामी त हुन्छ नि यार। बुढोले भने नभने नि हाम्रो भाग्य हो यार। किन के हो दाइ? तिम्रो घर कता हो भाइ? मेरो घर यही हो। किन हो दाइ? तिम्रो घरमा कोदालो छ? थाहा त छ, किन र? मलाई एकैछिन काम छ, एकैछिन ल्याउ न। चिन्दैन चिनेको मान्छेलाई? एकैछिन त हो नि भाइ, म तिमीलाई 50 रुपियाँ दिन्छु। हुँदैन। 100 रुपियाँ दिन्छु नि त। हुँदैन। त्यसो भए कति चाहियो त तिमीलाई? 1000 रुपियाँ। 1000 रुपियाँ? अहिले मसँग 500 मात्रै छ। यही राखिराख नि त, मलाई कोदालो ल्याऊ। ल म घरबाट ल्याइन्छ, एकचोटि पाउँदिनँ है त। कहाँ गयो पैसा लिएर भाइ थियो क्या हो? दाइ कोदालो चाहिँ हुन्छ, कुटेर चाहिँ यही भयो हुन्छ। ल ल यही भयो नि, काम चलाउनु पऱ्यो नि। कति बेर लाउँछ यार? यही त झन् चाँडो आइज भनेको। 10-15 मिनट भइसक्यो। कतापट्टि गएको हो त्यो? खै यतितिर त गयो होला नि कोदालो लिनहरूको लागि। आउनु त आउला, तर आयो जस्तो है। ए सुरेश हुन्थ्यो? त्यो पल्ला घरे मैला छ। ओइ सुरेश हुन्थ्यो? सुरेशसँग आयो जस्तो त। ए सुरेश आएछ। ल ल ल्याए ल्या। ओइ के ल्या तैँले यो? अनि यस्तोले कहीँ खन्छ? यस्तो कोदालो ल्याउने ठाउँमा कुटो लिएर आउँछ। कस्तो खालको मान्छे रहेछ यार यो? कोदालो चाहिएको छ तिमीहरूलाई? यही त बल्ल बल्ल ल्याउँदैछु। कस्तो टिमुर्का फुचेर छ, यही पनि झन्डै नदिएको। तिमीहरूलाई कोदालो चाहिएको छ, आऊ खन्न। ल हिँड, यसो हिँड, खन्नु पऱ्यो नि। त्यही त यार, पैसा चाहिन्छ। ल यहीँ खन्नु पऱ्यो नि त अब। हो यहाँ भित्र खाने, यो पानको भित्र अलिक बिस्तारै बिस्तारै फेरि पैसा हिँड्न अहिले गाउँमा खाने थिएन खैले यसरी खान्छन्। खन्न त खानु। माटो माटो पर्छ है, माटो मान्छे ल्याएर यसरी खान्छ। ल्याएर त्यस्ता लप्सौ त कला कला जान्छ जान्छ अब। यहाँ कसले यस्तो पाम्प बनायो? बुढैले बनायो त। कहिले म खान्छु। ला मलाई एकछिन काम गर्नु पर्यो भने यिनीहरूलाई कोदालो पनि साह्रै हो कि क्या हो? बाजे त कस्तो कोदालो ल्याएछ तैँले? कुटु त्यही त बल्ल बल्ल पाइएको थियो। अब अझ उल्टो मलाई गाली गर्छ। पैसा चाहियो कि कुटो चाहियो तँलाई? ल खन्ने खन ल। के हो यो? यस्तो नि हुन्छ? खन्न खान भइहाल्छ नि। यो बारीको आली खन्नी नि होइन यो? बुढोले गमला खन्ने जस्तो छ यो। बुढोले आज खन्नु मात्रै बनायो क्या हो यार? दुःख दियो जस्तो केटा। पख होला नि यहीँ मुनितिर कतै। केटा हो यहाँ के छ जस्तो छ? खोइ त। ओइ ओइ हो कि क्या हो? खन खन खैले माटो माटो बिस्तारै 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 हातले निकाल न। तेरा बाजे बिस्तारै बिस्तारै माटो निकाल बिस्तारै।
कोही त्यस बेला नै आउँदा यहाँ कोही आउँदैन ए पक किन नाचिरहेको त पहिले पैसा छ छैन हेर्न पहिला त्यही नाचिरह ए हो पो क्या अरे आइज त साथी एकछिन बसेर हेरौँ छ कि छैन पैसा छ कि छैन त्यसै उभिरहेको छ पहिले नहेरेको छ केटा ब्याग त छ साथीलाई म खोल्छु केटा हो फट म खोल्छु बुढाको छोड छोड म खोल्छु बिस्तारै खोले बिस्तारै पैसा पैसा बुढा पैसा बुढाको केटा हो हाम्रो लकले गर्दाखेरि हेर्छ आज हामीसँग यत्रो पैसा हात पऱ्यो केटा हो अब भने हाम्रो सारा दुःखको दिनहरू गयो केटा हो अब भने हामी पनि माला आमाल हुने भयो हो यार हो किन भन्न हो यार केटा हो अब के जे हामी जहाँ जाँदा जे गर्दा पुरा फ्री हुने भयो अब सारा सबैको ऋण तिरिन्छ आरामसित बित्ने केटा हाम्रो म त आफ्नो एउटा आफ्नै एल्बम खोल्छु यार ठिक छ अब त पनि राम्रो चाहियो पछि केटा अब त धन्न नमान हाम्रो हातमा पैसा पर्यो नि केटा हो यसरी पैसा हात परेपछि तिनैजना केटाहरू आफ्नो सपना पूरा हुने कुरामा ढुक्क हुन्छन्। किशोर आफ्नो मेहनत र परिश्रमले गर्दा एक सफल गायक बनी सबै सामु सेलिब्रिटी बन्न पुग्दछ। उता रमेश र सुरेश पनि आफ्नै लगानीमा व्यापार गरी समाजमा प्रतिष्ठित पात्रहरू बन्न पुग्दछन्। उनीहरूले सबैतिरको ऋण चुक्ता गरी घरबेटीको नजरमा पनि मेहनती र इमानदार युवाहरू बन्न सफल हुन्छन्। तत्पश्चात तिनैजना केटाहरू जीवनमा यति ठूलो सपना पूरा भएकोले मृत्यु हुने व्यक्तिको कुरालाई मध्यनजर गर्दै हामीले केही राम्रो काम गर्नुपर्छ भन्ने उद्देश्यले एउटा बाल अनाथालय खोल्दछन् र आफ्नो बाँकी जीवनलाई यस्तै राम्रा कार्यहरूमा व्यतीत गर्दै अघि बढ्दछन्। यसरी उनीहरूले राम्रा कामहरू गर्दै गएकोले ऋतुको बुबा पनि रमेशसँग नै ऋतुको विवाह गर्न राजी हुन्छन्। यसरी पहिले दुःख खेपेका केटाहरू आफ्नो भाग्यले गर्दा अहिले आफ्नो जीवनलाई खुसी साथ बिताइरहेका छन्। यो पहिले चक्रे हुँ म चक्रे यो एरियाको डन हुँ। 2 वर्षमा 6-6वटा 2 वर्षमा चाहिँ 2 वर्षमा चाहिँ हामफाल आउँथ्यो एउटा हामफाल के अरे म एक्लै गएर पानी चाहियो तिमीहरूलाई कति चाहियो हो तिमीहरूलाई भने जस्तो पैसा तिर्ने बेला रे ओइ त के हेर भइस र म त कहाँ खोजिन उठ्यो भने यार छुँदैन तिम्रो मायाले यसो लागेको जस्तो गरेर अनि त्यो डाइरेक्ट सिधाइसक्यो कि त्यसले डाइरेक्ट पनि सिधाउनु त्यो पनि लगाइसक्यो कि पहिला बिर्को छुटेर आएर यस्तो त्यो टेबुल लगेको छ त्यो डाइरेक्ट भन्छ के भयो भन्न भन्यो र